आउनुहोस् बस्नुलाई। सन्चै हुनुहुन्छ? यसो आफ्नो छोटो र मिठो परिचय दिनुहोस् न। मेरो नाम रामप्रसाद छेत्री। म पर्मानेन्टली रूपले बारा जिल्ला स्थित प्रसङ्गिक नगरपालिकामा बस्छु। अनि अहिले टेम्पोररी रूपले यो दिघा महानगरपालिकाको वार्ड नम्बर 15 निस्वनेर बसिरहेको छु। अनि पास्ट 2 वर्षदेखि चाहिँ मैले शिक्षण पेसामा चाहिँ पढाउँदैछु अहिले। अनि बोर्डिङमै बस्दाखेरि 1 वर्ष जति सहायक लेखापालको रूपमा पनि काम गर्छु। त्यस्तै ब्याचलरको मेरो यही ठाकुराम क्याम्पसबाट चाहिँ ब्याचलर डिग्री गरेको अहिले। रामकुमारजी, तपाईँ लेख्नु भएको छ तपाईँको प्रवीणता प्रमाणपत्र विज्ञान सङ्कायबाट छ, तपाईँको स्नातक चाहिँ नि कमर्सबाट छ। किन चेन्ज गर्नुभयो त अनि अहिले आएर लोकसेवातिर आउनुभयो? तिनटै फरक विधा पऱ्यो नि। सर प्लस 2 पढ्दाखेरि चाहिँ मैले साइन्स लिएर डक्टर बन्ने चाहिँ सोच थियो। बायोलोजी पढेको, त्यसमा न्युरोसर्जन बन्ने सोच थियो। तर जसरी चाहिँ मेरो प्लस 2 सक्यो, बुवाको चाहिँ निधन भयो। अनि त्यसपछि चाहिँ अब पैसा दिने चाहिँ घरको एउटा चाहिँ त्यो अङ्गै टुटिसकेपछि फेरि उता सोचेँ कि अब कमर्स नै जोइन गरौँ ब्याचलर। अनि त्यसपछि लोकसेवाको पनि तयारी गर्छु। त्यो रिजन थियो। बिबिए सक्नुभयो? बिबिए मेजर के थियो? मेजर फाइनान्स। मेजर फाइनान्स थियो। कुन कलेजबाट पढ्नुभयो? ठाकुराम बहुमुखी क्याम्पसबाट। पर्सेन्टेज कति आएको थियो तपाईँको? 52.7। फाइन। अनि अहिले तपाईँको नाम निस्क्यो राजपत्र अनङ्कित द्वितीय श्रेणी प्राविधिक सङ्घतर्फ, जलेश्वर ज्ञान दिनुभएको थियो। मधेसीमा मात्र नाम निस्क्यो। अनि अरू ठिक छ। मधेसीमा चाहिँ नि तपाईँको लोकसेवाले त इक्जाम लिन्छ, कति प्रतिशत त्यहाँ सिट तोकेको छ, के जानकारी छ? मधेसीमा कोटामा 22%। आफूले मधेसी भन्न धेरै रुचाउनुहुन्छ कि नेपाली? सर अब यो एउटा पैसा हो। नेपाली भनेपछि अब पुरै समग्र देशलाई नै चिनाउँछ। मधेसी भनेपछि अब एउटा सिङ्गो समुदायले चिनाउँछ। र मधेसी भन्नमा पनि मलाई गर्व लाग्छ, नेपाली भन्नमा पनि मलाई गर्व लाग्छ। यसबाट मैले कुनै के हुँदैन कि मधेसी सानो हो नि। पहिला तपाईँ लेखापालको जागिर गर्नुभएको छ है, एकाउन्टेन्टको सहायक लेखापालको स्कुलमा। निजी स्कुल थियो? के गर्नु पर्थ्यो त्यहाँ? त्यहाँ चाहिँ अब विद्यार्थीहरूको एडमिसन गार्जियनहरूसँग कुराकानी गर्नु पर्यो। त्यसपछि उनीहरूको फी जुन हुन्छ त्यो कलेक्सन गर्नु पर्यो। एक्सेलमा चाहिँ एन्ट्री गर्नु पर्यो। त्यसको एउटा इमेज कोडहरू हुन्छ, त्यो सबै एन्ट्री गर्नुपर्छ। अनि त्यहाँ चाहिँ डिटेलहरू मेन्टेन गर्नु। राम्रै भयो? राम्रै थियो काम त्यहाँ? राम्रै थियो। अब त्यहाँबाट केही एक्सपिरियन्स लियो, माइक्रोसफ्ट वर्डसँग। त्यहाँबाट त स्यालेरी यहाँ कम होला नि? प्राइभेटले त बढी तिर्छ, बढी दिन्छन्, स्ट्यान्डर्ड मेन्टेन हुन्छ। सरकारीतिर त कम छ जन खरिदार। कसरी मेन्टेन गर्नुहुन्छ? घरको तपाईँ एक्लो जागिरे, अरू मान्छे पनि छैनन्। सर अब जे भए पनि अहिले त अब प्राइभेटमा त्यतातिर त अलिक कमै छ। तर अब पैसाले नै सबै कुरा त होइन। अब त्यहाँ प्राइभेटमा काम गर्दा एउटा समाजमा मान्छेले हेर्ने एउटा त्यो दृष्टिकोण हुन्छ। अनि यता सरकारी सेवामा आएपछि त्यसको एउटा अलग दृष्टिकोण हुन्छ। यसो हिँड्दै गर्दाखेरि तपाईँ जेनजी पुस्ताको देखिनुहुन्छ। अनि यो ट्रेडमार्क त तोरिनु पऱ्यो नि त। अब पनि सरकारी र प्राइभेट गरेर हुन्छ? केही छैन। ल, धन्यवाद। रामकुमार प्रजापति होइन? कस्तो फिल भइरहेछ? कम्फर्ट फिल छ नि है? पाठ्यक्रमको बारेमा कतिको जानकार हुनुहुन्छ? सर पढेकै हो, अध्ययनको क्रममा पढेकै हो। अहिले चाहिँ अब ठिकै छ, जानकारी त छ। जानकारी छ, सोध्न मिल्छ है? तपाईँ सहायक लेखापालको रूपमा पहिला पनि काम गरेको अनुभव छ भन्नुभएको छ होइन? पहिला लेखापालमा काम गर्नुभयो, तपाईँको अध्ययन बिबिएस अध्ययन गर्नु पनि भएको रहेछ। अनि अहिले तपाईँले यो खरिदारको अन्तर्वार्ता पास भइसकेपछि पछि सिफारिस हुँदा तपाईँ न्याय सेवामा सिफारिस हुनुभयो भने
तपाईँले पढेको र तपाईँले काम गर्ने सेक्टर त मिलेन नि, सक्नुहुन्छ काम गर्न? सर यस्तो छ, अब काम गर्न बिबिएस पढेको मान्छेले न्यायमा काम गर्न सक्छ? के लाग्छ तपाईँले? काम गर्न त सकिन्छ सर, किनकि यो सुरुमा गएपछि सबैले कुनै एउटा पेसा रोजगार त्यहाँ नयाँ नै हुन्छ। अनि अब त्यसको लागि अब त्यहाँ गएपछि हामी त्यहाँ अनुभव लिन्छौँ, त्यहाँ केही सिक्छौँ। हामी पढ्यो पनि, पढाइ भए पनि हाम्रो त्यो प्र्याक्टिकली हुँदैन। अनि हामी यो बिचमा गएपछि त त्यहाँ प्र्याक्टिकली जो हामी त्यो कोर्स रिलेटेड नै पढेको छौँ भने त्यसमा अनुभव त लिनैपर्छ। त्यसो भए है तपाईँ पहिला पनि काम गरिसकेको हुनुहुँदो रहेछ। त्यो काम गर्दाखेरि कर्मचारीले विभिन्न आचरण अनुशासन पालना गर्नुपर्ने पनि हुन्छ, तपाईँले गर्नु पनि भयो होला। अनि अब निजामती कर्मचारीले पालना गर्नुपर्ने आचरण सम्बन्धी के छ जानकारी, केही 2-4वटा भन्न सकिन्छ? जसरी कि अब सबभन्दा पहिला त समय र नियमितताको पालना आज्ञाकारी हुनु पर्यो, ठ्याक्क चिटिक्क आकर्षक व्यक्तित्व हुनु पर्यो। त्यस्तै राजनीति आकर्षक भनेको कस्तो, के कुरामा आकर्षक? वेल ड्रेस मेन्टेन हुनु पर्यो, हेयर स्टाइल ठिक हुनु पर्यो, अलि बोल्ने मिठो शैली हुनु पर्यो बोल्दाखेरि। अनि यो आचरण अनुशासन पालना गर्यो या गरेन भन्ने कुरा कसले हेर्छ कार्यालयमा, थाहा छ? लामो कपाल पालेको, एकदम स्टाइल पारेको अथवा त्यस्तो इन्फर्मल ड्रेस लगाएर कार्यालय जाने त्यस्तो कर्मचारी पनि देखिन्छ नि। त्यो आचरण अनुशासन पालना गर्यो या गरेन भन्ने कुरा चाहिँ कसरी थाहा हुन्छ, या कसले त्यसलाई चाहिँ हेर्छ त? सर अब यसको त एक्ज्याक्ट आन्सर थाहा भएन, तर अब सकेसम्म त कार्यालय प्रमुखले नै हेर्नु, अनि फेरि सेवाग्राहीले पनि हेर्छ। बोली व्यवहारहरू त सेवाग्राहीले पनि, सेवाग्राहीले आचरण अनुशासन तपाईँले पालना गर्नु भएन भने सेवाग्राहीले तपाईँले कारवाही गर्न सक्छ? कारवाही त गर्न सकिँदैन, तर त्यसो भए कारवाही चाहिँ कसले गर्छ त? कारवाही कसले गर्छ? कारवाही भनेको अब अहिले तत्काल त त्यहाँ कार्यालय प्रमुखले गर्न सक्यो, नत्र त्यसपछि अब ट्रेड युनियनहरू हुन्छ उनीहरूले गर्न सक्छ। हो, त्यसो भए निजामती कर्मचारीलाई के कस्ता सजाय हुन्छन् त? अब हाम्रो ऐनमा व्यवस्था भएको 2 किसिमको सजाय छ। एउटा सामान्य, अर्को विशेष। अब सामान्यमा त नर्मली तपाईँको हप्काइदिने या सम्झाइदिने, बुझाइदिने त्यस्तोहरू भयो। त्यसपछि त्यसैमा अब बढुवा रोका गर्ने, तलब वृद्धि रोका गरिदिने। अनि विशेष सजायमा अब यो बढुवा रोका गर्ने विशेष सजाय नै हो। अनि त्यसमा पनि अब सरकारी सेवामा पछि योग्य नहुने गरी चाहिँ बर्खास्त गरिदिने, वा योग्य हुने गरी नै सेवाबाट चाहिँ बर्खास्त गर्ने। सेवाबाट बर्खास्त गर्ने। निजामती कर्मचारीले राजनीतिमा भाग लिएमा कुन सजाय हुन्छ? निजामती कर्मचारीले राजनीतिमा भाग लिएपछि अब भविष्यमा सरकारी सेवाको निमित्त योग्य नठहरिने गरी चाहिँ सेवाबाट हटाउँछ। अनि मलाई यो राजनीति भन्दा बित्तिकै एउटा कुरा सोध्न मन लाग्यो क्या तपाईँलाई। यो निजामती कर्मचारीले राजनीतिमा अथवा यो ऐनले संविधान सम्बन्धी कतिको जानकार हुनुहुन्छ? मौलिक हकमा जानकार हुनुहुन्छ नि? त्यहाँ स्वतन्त्रताको हक भन्ने छ है, विभिन्न अथवा लगायत विभिन्न 31वटा मौलिक हक छ, तपाईँले थाहा छ, त्यो पढेर पनि आउनु भएको छ। त्यहाँ स्वतन्त्रता अन्तर्गत राजनीतिक दल खोल्ने स्वतन्त्रता छ एउटा है, पढ्नु पनि भएको छ होला। संविधानले राजनीतिक दल खोल्न पाइन्छ भन्छ है। यता निजामती कर्मचारी अथवा निजामती सेवा ऐन नियमले चाहिँ के भन्छ थाहा छ है? राजनीतिमा भाग लिन पाइँदैन भन्छ। तपाईँ संविधान मान्ने कि ऐन मान्ने, के मान्नुहुन्छ? तपाईँ कर्मचारी भइसकेपछिको कुरा सोध्दैछु है। ऐनले चाहिँ राजनीतिमा भाग लिन पाइँदैन भन्छ, संविधानले चाहिँ राजनीतिक दल खोल्न पाइन्छ भन्छ। तपाईँ के गर्नुहुन्छ? सर अब ऐनभन्दा त ठुलो संविधान हो, तर संविधानले पनि व्यवस्था गरेको छ कि योसँग रिलेटेड यदि अरू कुनै ऐन बनेको छ भने त्यसको पनि पालना गर्नुपर्छ। अनि यो निजामती भनेको सार्वजनिक सेवामा प्रवेश भइसकेपछि यो राजनीतिबाट अलिकति प्रस्तै रहनुपर्छ भन्ने व्यवस्था पनि छ। तपाईँ कुन पालना गर्ने, मलाई त्यति मात्रै छ भनिदिनुहोस्। संविधान पालना गर्ने कि ऐन पालना गर्ने? सर पालना त दुवै गर्नुपर्छ। दुईटै पालना गर्दा दल पनि खोल्ने, यता भाग नलिने जस्तो हुन्छ? होइन, दल त खुल्न हो मिल्दैन। निजामती सेवा प्रवेश गरिसके यसको लागि मात्र राजनीतिक दल खोल्ने कि नखोल्ने यसको सम्बन्धमा चाहिँ हामीले ऐन नै पालना गर्नुपर्छ। ऐन नै पालना गर्नुपर्छ। त्यसो भए संविधान मान्नुहुन्न। यसको लागि नेपाल सरकारको एउटा निजामती कर्मचारीले संविधान मान्दैन, त्यही हो भन्न खोजेको? होइन, अब त्यहाँ चाहिँ फेरि लिमिटेसन त लगाएको होला कि निजामतीको या सार्वजनिक सेवामा जो निजामती कर्मचारी छ उसले चाहिँ दल खोल्न मिल्दैन। ठिक छ, दल खोल्नुभन्दा पहिला राजीनामा दिनु। ठिक छ। त्यसो भए आरक्षण के हो त? आरक्षण भनेको के हो? आरक्षण भनेपछि अब जसरी कि
कोटा भने हामी चाहिँ इङ्ग्लिसमा कोटा शब्द भनेर बोल्छौँ, जस्तो कि अब एउटा खुला महिला भन्यो या मधेसी भन्यो, यसरी छुट्याएको हुन्छ एउटा समुदायलाई। खुला त मात्र सबैले जानु मिल्यो, अनि त्यसरी चाहिँ मधेसी भनेर अलग अलग कोटा चाहिँ छुट्याएको हुन्छ। त्यो आरक्षण हो है। के छ निर्वाचन सम्बन्धी कतिको अपडेट हुनुहुन्छ? भर्खरै निर्वाचन भोट पनि हालेर आउनु भएको छ होला जहाँसम्म लाग्छ, कतिको अपडेट हुनुहुन्छ? सर निर्वाचन सम्बन्धी त भर्खरै भएको निर्वाचन के को निर्वाचन थियो थाहा छ? अब यो फेसबुकतिर हेरेको सुशासन कायम गर्ने भनेर। भर्खरै भएको निर्वाचन के को निर्वाचन थियो? सर एक्ज्याक्ट भोट हाल्नु भएन? कुनमा हाल्नुभयो भोट? यसले अहिले सबै चाहिँ किन हाल्नु? पछि कर्मचारी भइसकेपछि नि भण्डीलाई सपोर्ट गर्ने मन छ? अब सपोर्ट गरेर त अहिलेसम्म खुलेर कसैले पनि सपोर्ट गरेको होइन, तर विचारलाई चाहिँ सपोर्ट गर्छौँ। विचारलाई सपोर्ट गर्नुहुन्छ? तपाईँ पनि सुशासन चाहनुहुन्छ? चाहनुहुन्छ है। त्यसो भए अब मलाई अन्तिममा एउटा कुरा भनिदिनुहोस्, तपाईँ कार्यालयमा गएर सुशासन कायम गर्नको लागि के प्रयास गर्न सक्नुहुन्छ? के चेन्जेस ल्याउन सक्नुहुन्छ? तपाईँ अघि सरले भन्नुभयो जेनजी है, त्यस्तै देखिनुहुन्छ, तपाईँ जेनजी नै हो। त्यसो भइसकेपछि अब यो नयाँ एउटा जनशक्ति कार्यालयमा प्राप्त भइसकेपछि केही नयाँ चेन्जेस त ल्याउनुपर्छ तपाईँले। यदि पुरानो जस्तै पुरानोले जे काम गर्छ त्यही गर्नुभयो, नयाँ चेन्जेस आएन भने त तपाईँ त खासै त्यो अर्थ देखिएन नि कार्यालयमा। त्यसो भए मलाई भन्नुहोस्, तपाईँ पछि गएर सुशासनका निम्ति कार्यालयमा के गर्न सक्नुहुन्छ आफ्नो तर्फबाट? अब जसरी कि मैले पोस्टिङ भएपछि अब कार्यालयमा सकेसम्म नियम कानुनको म स्वयं पहिला जानकार बस्छु, अनि त्यसपछि त्यसले सकेसम्म पुरा गर्ने र गराउने त्योतिर मेरो कोसिस रहन्छ। अनि नागरिक पत्रमा जुन कुराहरू लेखिएको हुन्छ त्यो ठ्याक्कै कर्मचारीसँग हामी पनि यो फिल गरेको कर्मचारीसँग यदि गएर सोधियो भने डाइरेक्टमा भन्नुहुन्छ गएर त्यही पढिहाल्नु। कुनै कुरा यस्तो लेखिएको हुन्छ जुन हामीले समझ आउँदैन त्यसको बारेमा पनि उहाँ क्लियर गर्नु, त्यो सकेसम्म सेवाग्राहीले अलि खुसी पार्दै अनि भित्रको कर्मचारीहरूसँग अलि सहकार्य गर्दै एकदम मेलमिलापको वातावरण सृजना गर्दै चाहिँ काम गर्ने। ल ठिक छ। रामकुमार प्रजापति होइन, हामी हेरे अनुसार तपाईँको +2 साइन्समा हेरेको छ। साइन्स याद छ पहिलो पढेको? साइन्स सर याद त होला नि, तर पनि सडक सिलेबसमा पनि विज्ञान प्रविधि छ, त्यहाँ त पढ्नु होला नि। त्यो विज्ञान प्रविधि पढ्दाखेरि एउटा प्रश्न आउँछ कि नेपालको पहिलो विज्ञान क्याम्पस हामीले कहिले स्थापना गरेको थियौँ? अहिले विज्ञानको क्षेत्रमा हेऱ्यौँ भने नेपालमा सबैभन्दा धेरै चर्चामा रहेको व्यक्ति को? उहाँको बारेमा के जान्नुहुन्छ? अब उहाँ एउटा वैज्ञानिक हुनुहुन्छ अनि इन्टरनेटको चाहिँ नेपालमा धेरै चाहिँ त्यसको विकास गर्नुपर्यो भन्दा पर्नेछ तर यति त थाहा छ नि कि पर्सा जिल्लावासी कमसेकम होइन। अब यस्तै हेर्दै अगाडि जाँदाखेरि संविधानहरू पनि यादै होला नि होइन, तपाईँ सिलेबसमा छैन। सरले एउटा कुराको भन्नुभयो कि सुशासन होइन, सुशासन तपाईँले पनि त्यसले धेरै दिनु पऱ्यो। अहिलेको यो जुन प्रतिनिधि सभाको चुनाव भयो त्यसमा धेरै के भन्छ कम अनुभवी होइन, जसलाई राजनीतिको धेरै कुरा नथाहा भएको विभिन्न क्षेत्रबाट सिधै आएर कुनै लहरमा इलेक्टेड त भइसक्यो। तपाईँलाई विश्वास लाग्छ कि यस्तो अनुभव नभएका व्यक्तिहरूले, ठिक छ नि युवा त छन्, हामी मान्छौँ युवाले मौका दिनु पऱ्यो, राजनीति बिना अनुभवको हुन सक्दैन। यस्ता अनुभव नभएका व्यक्तिहरूले सुशासन कायम गर्न सक्छ? सर अब यस्तो छ, सुशासन त दुवै सम्भावना छ, गर्न पनि सक्छ नगर्न पनि सक्छ। किनकि तपाईँले सुशासनको लागि भोट दिनुभयो होइन, तर अब त तपाईँको डेलीमा पर्नु भयो नि, तपाईँले भन्नुहुन्छ गर्न पनि सक्छ गर्न पनि सक्दैन। तर तपाईँको एउटा विचारधारा के छ हामीले त्यो प्रश्न गरेको। आशा त यही थियो कि गर्छन् किनकि पुरानो भन्दा सबैले आँटेको थियो माथेको थियो, अनि नयाँ आएपछि अब अनुभव नभएपछि एजुकेसनसँग आउँछ गर्ने कसरी संविधानको राम्रोसँग नहुने छ उहाँहरू छ, त्यसलाई अब मिलाएर त्यसपछि पनि पुरै एकदम नयाँ नै छैन, केही अनुभवी पनि छन्, कम मात्रामा छन् तर शिक्षाले त्यहाँनिर अनुभवलाई गरेर चाहिँ होइन। यस्तै हेर्दा जाँदाखेरि
तपाईँ यो मधेस आन्दोलन हेर्नु भएको थियो मतैतिर याद छ कि मधेस आन्दोलन बहुत सरकार त्यसो भए एउटा कुरा जाउँ संविधानमा नेपाल सरकारले कति प्रकारको नागरिकता बाँड्ने गर्छ चार अनि जुन अहिले हाम्रो जेन्जी आन्दोलन भयो यो जेन्जी आन्दोलनको बेला के भन्छन् सरकारभन्दा बाहिरको व्यक्तिलाई ल्याएर उठाल्नु होइन यसले संविधानको कुन धारा प्रयोग गर्यो होला सर इतिहास पढ्नुहुन्छ हजुर सर इतिहास पढ्दै याद होइन के भन्छ तपाईँ हेर्दै जाँदाखेरि नेपालको इतिहास लेख्ने सबैभन्दा पहिलो व्यक्ति कुन हो पहिलो व्यक्ति इतिहास सर ल तपाईँलाई अग्रिम शुभकामना छ। तपाईँको जलेश्वर लोकसेवा कार्यालयले तपाईँको नाम तपाईँको समूह मधेसीमा नाम निकाल्नु भएको रहेछ। सबभन्दा माथितिर तपाईँको नाम सिफारी होस् र तपाईँलाई हामी कुनै कार्यालयमा देख्न पाऊँ। नमस्ते। जानु सक्छ। थ्याङ्क यू